हाम्रो कन्टेन्टदेखि स्टार्ट हुँदैछ हेर्नुहोस्। हामीले बनाइदिन्छौँ अरहरको दाल। त्यसमा यी लसुन और यो के हो रातो खोर्सानी यसरी पुराउनुपर्छ, मिन्स फ्राई। त्यसरी मजाले फ्राई गर्नुपर्छ जब तक रातो हुँदैन। हेर्नुहोस् यी यसमा टेस्ट फ्लेभर लिन्छ लसुन और खोर्सानीले। दाल अलरेडी भिजाएको छौँ। अरू हिजो रासिनको चामल पाएको एक बोरा 50 केजी। हामी त यस्तै खान्छौँ। टमाटर हेर्नुहोस्, घर दोकानमा टमाटर छैन र टमाटर हेर्नुहोस्। अरहर दाल अब यी लसुन पुरिसक्यो। अरहर दाल जान्छ हेर्नुहोस्। वाउ, तपाईँले त खुसबु थाहा छैन, यहाँ त खुसबु आएको छ दामी। त्यसरी चलान्छ बिना डाडु पनि मजाले हिलाइदिन्छ कुकर। यसरी बनाउँछ यसरी। हेर्नुहोस् अब यसमा जान्छ हल्दी। हेर्नु अब सबैलाई थाहा छ मेरो भन्ने मतलब यसरी पनि बनाउनु भनेको कि टेस्टी हुन्छ। मुसुरी दाल र अरहर दाल त एकदम राम्रो होइन। हल्दी, नुन। अब पाकेको त के देखाने। अब हेर्नुहोस् नुन पनि ठिक्कै हाल्नुपर्छ। हालेर यो टमाटरमा हाल्छ। टमाटर धुइधाइ गरेर हालेर सिटी लान्छ। कस्तो मिठो हुन्छ। अरे होइन घरको अपडेट बिस्तारै ओछ्यानहरू बनाएको छैन। दिनभित्र त्यो अँध्यारो लाग्छ। बाहिर त उज्यालो छ आजको दिन। बाहिरको हेर्नु उज्यालो। हाम्रो घरको अगाडि यो लामाको झन्डा यतिकै घुमिरहेछ। हेर्नुहोस् अझ तक हाम्रो यो रास्ता पनि बनेको छैन। थाहा छैन कहिले बन्छ डङ्कमनको रास्ता। बन्ला नि एक न एक दिन। आजको अपडेट चाहिँ यही हो। एभ्री वान स्टे ब्लेस, हेभ अ गुड डे अहेड।